ओके, रोड अपडेट कन्टिन्यू गर्नु पर्दाखेरि चाहिँ कुनै ठाउँमा पुरानै पिच रोड छ, कुनै ठाउँमा नयाँ पिच रोड छ, कुनै ठाउँमा खाल्डाखुल्डी छ है। ल साथीहरू, लाहानदेखि चाहिँ बाटो ठिक छ जस्तो छ है। ओके गाइज, दिस इज डे 5 अनि आज चाहिँ म अहिले यहाँ दमकमा छु। अनि दमकबाट चाहिँ अहिले धरान बुढा सुब्बा मन्दिर दर्शन गर्दै आज चाहिँ जनकपुर पुग्ने प्लान छ होइन। जनकपुरमा नि अहिलेसम्म गएको छैन, सो जानकी मन्दिर दर्शन गरेर चाहिँ भोलि काठमाडौँ फर्किने प्लान छ। अनि आजको खर्चको कुरा गर्दा चाहिँ आज चाहिँ कति खर्च भयो भन्दाखेरि हिजो होटेलमा बसियो, त्यसको पेमेन्ट मात्रै गरियो होइन 2000। सो त्यही हो आजको स्टार्टिङ खर्च। अब पर गएर बाइकमा पेट्रोल हाल्नु छ, त्यसपछि के खर्च हुन्छ के कसो हुन्छ दे लेट्स वेट। ओके लेट्स गो गाइज। धरान यहाँबाट 60 किलोमिटर देखाएको छ होइन। बाटो अफरोड छ, त्यो भएर अलिक टाइम लाग्न सक्छ। दमक बजार है, झापाको दमक बजार, झापा बजार भन्नु पुगेछु। एन्ड घाम नि लागेको छैन, पानी नै परेको छैन, बट लास्ट गर्मी छ अहिले। मौसम हेर्दा चाहिँ आज मजाले पानी पर्ने देखाएको छ है। अब कतिखेर पानी पर्छ थाहा भएन, जस पानी परेकै ठिक हो। अब लुगा त यसै फोहोर उसै फोहोर होइन। धुलो चाहिँ खान नपरोस् न, पानी पऱ्यो भनेदेखि धुलो चाहिँ हुन्न नि एटलिस्ट। त्यही हो, खाली पेट छौँ, केही खाएको छैन। अब बुढा सुब्बा मन्दिर दर्शन गर्छौँ अनि धरानतिरै खाना खान्छौँ। अनि धरानमा खाना खाएर चाहिँ त्यहाँबाट अब कताको गाईघाटको बाटो हुन्छ कि अब यतै इतरी फर्केर यतैबाट जान्छु, थाहा छैन। जनकपुर चाहिँ प्लान चाहिँ छ होइन। अब गाईघाट हुँदै गयो भनेदेखि चाहिँ बाटो राम्रो थियो, अलि आधा घन्टा जति अलि बाटो चाहिँ चाँडो पुग्ने देखायो, टाइम चाँडो पुग्ने देखाएको छ होइन। अब यताबाट गयो भनेदेखि चाहिँ लगभग 5 घन्टाको देखाएको छ टाइम चाहिँ। लेट्स सी के हुन्छ होइन। जे होस्, जानकी मन्दिर जसै नि पुग्छौँ आज, बेलुकासम्म भयो नि। अस्ति आउँदा म्याक्सिमम धुलो खाएको एरिया चाहिँ हिँडेरै हो है। हिजो राति धन्न पानी परेको भएर चाहिँ अहिले धुलो चाहिँ एउटै छैन, हिलो चाहिँ अलिअलि छ होइन। अब हिलोको त बाल भएन, धुलो उड्दा चाहिँ अब त्यो सासै फेर्न गाह्रो जस्तो हुने के। अहिले चाहिँ बेतनामा छु। हिजो बेलुका खाना नखाएर कचाङ कुचाङ खाएको, लास्टै भोक लाग्यो कि, अनि त्यही भएर चाउमिन खान लाग्यो है। ल साथीहरू निस्कियो है बेतनाबाट। अनि यहाँको खर्च चाहिँ कति भयो भन्दाखेरि चाउमिन 70 रुपियाँ, यहाँ अन्डा हालेर 100 रुपियाँ भयो। अनि कोक पानी गरेर चाहिँ 200 रुपियाँ भयो है यहाँ चाहिँ खर्च। 11 बजिसक्यो, धरान पुग्ने कहिले, मन्दिर दर्शन गर्ने कहिले, त्यहाँबाट जनकपुर पुग्ने कहिले है। जे होस् आज 9 नै बज्छ होला जनकपुर पुग्दा चाहिँ। ओके गाइज, इतहरी चोक आयो है, इतहरी चोक। अब यहाँबाट राइट दिएर धरानतर्फ लाग्नुपर्ने हुन्छ। लेट्स गो टु धरान। ल यहाँदेखि चाहिँ धरानसम्म चाहिँ आई होप बाटो राम्रै छ होला, तररा एरिया त राम्रै छ। त्यो धरानको जङ्गल चाहिँ लास्ट टाइम आउँदा पिच गरेको थिएन, अब अहिले चाहिँ के भयो आई डोन्ट नो है। लेट्स सी। ल है साथीहरू, धरानको जङ्गल सुरु भइसकेको छ। लास्ट टाइम आउँदा बाटो पिच भएकै थिएन है, पुरै ग्राभेल ओछार राखेको थियो, धुलै धुलो थियो यो ठाउँमा। अहिले चाहिँ धन्न पिच चाहिँ भएको रहेछ है, नाइस। यस्तो जङ्गलको बिचमा यस्तो कालोपत्रे रोड अति बवाल देखिने के है। त्यसमाथि नयाँ पिच के भन्नु, तर पिच चाहिँ स्मुथ टाइपको चाहिँ रहेनछ, हल्का त्यो बम्पिङ गर्ने टाइपको रहेछ के, हल्का उचाल्ने रहेछ। तर मेरो बाइकलाई त खासै समस्या भएको छैन यस्तोमा, तर त्यो नर्मल अरू बाइकहरूलाई चाहिँ हल्का उचाल्ने टाइपकै रहेछ है। सो धेरै नहाकौँ। ल स्वागत छ सबै साथीहरूलाई हर्क साम्पाङको सहरमा। धरान क्लक टावर नि त्यहाँ अगाडि छ है। यो बसबार गरेर छुटेको गाडीहरूले कस्तो जाम गराएको हो। यसो जानीलाई नि जान दिनु नि है, लाइन लाइन। ल यता अर्को नि निस्क्यो फेरि। ल धरानको क्लक टावर त्यही हो। क्लकमा ठ्याक्कै 12 बजेको छ, मेरो घडीमा नि 12 बजे रहेछ, ठ्याक्कै मिलेको रहेछ। ल अब
बस पार्क यता भइहाल्यो होइन यिनीरै हो बस पार्क बसहरू चाहिँ तल हो अनि त्यही हो आर्टिस्टहरूको सहर भन्छ के अरे धरानलाई है सबिन राई पूर्ण राई जोन चामलिङ राई लगायतका को आर्टिस्टहरू चाहिँ सबै सिङ्गरहरू चाहिँ यतैको भन्छन् बुढा सुब्बा मन्दिर चाहिँ मेरो थर्ड टाइम हो होइन तर आज सुधा थर्ड टाइम योभन्दा अगाडि 2 चोटि गइसकेँ तर बाटो याद भएन सो अनि कहाँ एउटा गल्लीबाट छिरेको वान वेतिर छिरेछु अनि त्यहाँको टेम्पो ड्राइभरलाई सोधेको हल्का कच्ची छ तर यताबाट नि जान्छ भनेर मलाई पठाइदिनु भयो होइन अनि यहाँबाट चाहिँ मन्दिरै पुग्ने चाहिँ होइन के हो रोड चाहिँ निस्किन्छ भन्नुभएको थियो लेट्स गो अब हिँड्नु नि पर्छ होइन धरानको गल्ली गल्ली बाटोहरू ठाउँहरू कस्तो छ होइन मेन रोड मेन बजार त जसले पनि देखिरहेको हुन्छ नि म केही नयाँ देखाउँछु कि साथीहरूलाई अब यहाँबाट माथि नै त होला के हो कि कहाँ हो घर हो कि के हो आउन त आइयो रोड तलतिर झर्ने हो कि माथितिर लाग्ने हो चाहिँ थाहा भएन क्या फेरि अब कोही मान्छेलाई सोध्नुपर्छ अब हिँडिरहेको मान्छेलाई ल गाइजहरू आइपुगियो बुढा सुब्बा मन्दिरमा बथ्यो चिन जाने दन्तकाली घुम्दाखेरि भयो प्रेम कहानी ओके गाइज राइट नाउ म चाहिँ बुढा सुब्बा मन्दिरमा छु है आइपुगिसकेँ यहाँ पछाडि देख्न सक्नुहुन्छ डोरी नै डोरी छ अनि यो डोरीहरू यहाँ डोरी बाँड्यो भनेदेखि चाहिँ के विसहरू के विस हो अब त्यो पुरा हुन्छ भन्ने सुनेको थिएँ अब मेरो विसको कुरा गऱ्यो भनेदेखि त लिस्ट लामै छ होइन सो अब त्यतातिर नजाऊँ एन्ड कपल्सहरू आएर नि बाँड्छ भन्ने सुनेको थिएँ अब त्यो यताउति कुरा के हो त्यो मलाई थाहा भएन अनि मन्दिर चाहिँ यता छ होइन बुढा सुब्बा मन्दिर यही हो होइन अनि यो चाहिँ मेरो थर्ड टाइम है म पहिला साथीहरूसँग आएको थिएँ अनि नेक्स्ट टाइम दाइसँग आएको छु अनि अहिले साथीसँगै आइरहेको छ होइन जस अहिले चाहिँ खाली समय रहेछ है जस अब दर्शन गर्छु पूजाको थाली चाहिँ केही लिइनँ किनकि अब बिहान देखिहाल्नुभयो हल्का चौङ खाएर आइसकेँ द्याट्स वाइ अब जान्छु दर्शन गर्छु अनि ब्याक टु धरान सिटी त्यहाँ खाना खान्छु देन जानकी मन्दिर ओके गाइज म चाहिँ अहिले श्री दन्तकालीमै दर्शन गर्न आएको छु है त्यो बुढा सुब्बा र यो चाहिँ नजिकै रहेछ कि होइन जस्ट त्यो बाइकमा 1-2 मिनटको डिस्टेन्समा रहेछ सो आएको बेला यो नि दर्शन गरिदिउँ भनेर आएको छु है ल साथीहरू यहाँबाट निस्कियो है बुढा सुब्बा नि दर्शन गरियो दन्तकाली नि दर्शन गरियो अनि यो चाहिँ के सेल्फी रोड के भन्थ्यो एक ताका दाइले भनेको थियो मलाई अनि यहाँ बसेर खुब फोटोसोटो नि खिचेको थियौँ ल हेर्नुहोस् धरान सिटी यही हो निलो छत के अरे निलो छत बाहेक केही छैन ल अहिले चाहिँ रातो नि रहेछ फाटाफुट्ट तर म्याक्सिमम हेर्नु सबै घरको छत चाहिँ निलो टिनले नै छोपेको छ कि ढलान छ ढलान पछि अनि के अरे निलो टिन के यो चाहिँ किन गरेको भन्दाखेरि चाहिँ त्यो घामबाट आएको हिट चाहिँ डाइरेक्टली त्यो कौसीमा नपरोस् र घर नतातियोस् भनेर राखेको है खास चाहिँ ल हेर्नुहोस् धरान ल साथीहरू पेट्रोल हाल्नु पर्यो है अलिकति कतिको जान्छ अब नन स्टप जान्दै सजिलो हुने गरी ओके गाइज अब चाहिँ धरानबाट निस्केको है म अब 2:04 बाँकी छ है अब गुगल म्यापले नै जानकी मन्दिर पुग्नलाई 5 घन्टा देखाएको छ यता गाईघाट हुँदै गयो भनेदेखि चाहिँ 4.5 घन्टा देखाएको छ यता मेन हाइवे हुँदै गयो भनेदेखि चाहिँ 5 घन्टा देखाएको छ है सो म चाहिँ 5 घन्टा लाग्यो नि यता मेन हाइवेबाटै जान्छु भनेर निस्केको छु बाटो के कसो रहेछ त्यो नि हेर्नु पर्यो एन्ड अस्ति आएकै बाटो त के फर्क्यौँ जस्तो लाग्यो कि द्याट्स वाइ
म चाहिँ पूर्व पश्चिम हाइवेबाट चाहिँ जानेछु है। ल बाई बाई धरान, सी यू सुन। सो अहिले चाहिँ झुम्का एरिया छु सायद, अनि काठमाडौँ गाईघाट लाग्ने बाटो चाहिँ क्रस भइसक्यो होइन। सो अब यहाँदेखिको बाटो चाहिँ के कस्तो छ त्यो मलाई नि थाहा भएन है अहिले, किनकि म यो बाटो सायद 3 कि 4 वर्ष अगाडि हिँडेको थिएँ, त्यसपछि हिँडेको छैन। लेटेस्ट अपडेट के छ मलाई पनि थाहा भएन। सो भिडियो हेर्दै गर्नुहोस्, तपाईँहरूलाई नै थाहा हुनेछ। अब कुनै दिन गाईघाटको रुट छोडेर यताको बाटो हिँड्नु पऱ्यो भनेदेखि बाटो के कस्तो छ भन्ने आइडिया हुन्छ होइन। सो किप वाचिङ। परसम्म हेर्ने हो भनेदेखि पुरा सुरुङ मार्गबाट हिँडिरहेको जस्तो देखिँदैछ हो। यहाँ दुई साइडमै रुख छ नि त, अनि रुखको त्यो हाँगाहरू चाहिँ एक आपसमा जोडेको छ कि, अनि बिचको भाग चाहिँ पुरा खाली जस्तै के, प्योर त्यो सुरुङ मार्ग जस्तो के, प्योर भन्छ यार, त्यो ठ्याक्कै सुरुङ मार्ग जस्तो देखिने कि। अनि बाटो यतिकै भए त राम्रै हो यार, यतिको बाटो त एकदम बबालै हो होइन। यतिको बाटो भयो भनेदेखि चाहिँ जे होस् जनकपुर चाहिँ अलि टाइममै पुगिन्थ्यो। अब कुन ठाउँदेखि अब बाटो बिग्रिएको छ कि के हो थाहा भएन है। अब बिग्रेको बाटो यताउति खनेको यताउति रहेछ भनेदेखि चाहिँ गाह्रो हुन्छ। आई थिङ्क त्यो मलाई चाहिँ त्यो सप्तकोशीदेखि चाहिँ उता चाहिँ खनेको छ जस्तो लाग्थ्यो, किनकि पहिला आउँदा नि दाइ र म आउँदा त्यो सप्तकोशी भन्दा उता चाहिँ ठाउँ ठाउँमा चाहिँ त्यो पानी पास गर्नको लागि त्यो अब ढल भन्ने कि के टाइपको चाहिँ खनेर त्यो राखेको थियो कि, अनि त्यो अनि यता चाहिँ थिएन त्यो बेला नै। सो त्यो ठाउँदेखि चाहिँ बाटो अलि बिग्रेको हुनसक्छ है, मलाई त्यसै लागिरहेको छ। लेट्स सी हेरौँ के हुन्छ। कति स्ट्रेट बाटो हो यो त, उतादेखि स्ट्रेट छ कि अझै नै स्ट्रेट। लामा कति बतार्न नि झ्याउ लाग्ने कि, तर म धेरै त बतारेको छैन। सेफ्टी गियर्सहरू केही छैन नि त। सो 60-70 भन्दा चाहिँ माथि गएको छैन, तर लास्ट स्ट्रेट बाटो यार वहाँदेखि। जस एकोरो चलाउन चाहिँ मजा आउने कि, एकोरो भन्छ यार, स्ट्रेट बाटोमा चलाउनु चाहिँ मजा आउने कि। किन मजा आउने फिल भइरहेछ त भन्दाखेरि हिजो अस्तिसम्म त्यो पाहाडको त्यो घुम्ती सुम्ती यता त्यो झ्याउ नै लाग्ने हिसाबले बाइक चलाइछ नि त। सो अहिले चाहिँ क्या मजा आइरहेछ कि सम्म स्ट्रेट पिच रोडमा बाइक कुदाउन पाउँदा। सो गाइज हामी चाहिँ कोशी ब्यारेज आइपुगेको छौँ अहिले, हेर्न सक्नुहुन्छ। नेपाल र के इन्डियाको एउटा राम्रो सम्बन्ध स्थापित गर्नुमा यो ब्यारेजको चाहिँ ठुलो हात छ। लाइक अब खै चाबी चाहिँ अब यो ब्यारेजको इन्डियासँग छ कि नेपालसँग छ त्यो मलाई थाहा भएन है। तर कुरा चाहिँ के छ त भन्दा नेपाल इन्डियन आइसीको नेपाली 160 हुनुको मेन कारण चाहिँ यही कोशी ब्यारेज हो अरे है। यसैको कारणले चाहिँ लाइफ टाइम इन्डियन 100 नेपाली 160, त्यही हो। समुद्रै सर देखिरहेको छ। कोइन फाल्नु पर्छ अरे। सो कोइन फालेको है। ल यता इन्डिया भयो, यता नेपाल भयो। अब इफ नेपाल र इन्डियाको वार पर्यो भनेदेखि इन्डियालाई अट्याक गर्ने एउटा मात्रै बाटो भनेको यही कोशी ब्यारेज हो। सब गेट खोलिदिने। ल उता पारि एक ठाउँमा रोक्छु, त्यहाँ चिसो खान्छु होइन। ओके गाइज, म चाहिँ कोशी ब्यारेज आइपुगिसकेँ है। अब यहाँ एकछिन रोकेको होइन, लास्ट गर्मी सक्यो, वाइल्ड गर्मी छ है। अब टेम्परेचर कति छ थाहा भएन। टाइम भएको छ 3:30 होइन। अनि म चाहिँ यहाँ एउटा के भन्छ अरे पानी खानको लागि रोकेर, यहाँ बच्चाहरूले बोलाएर यस्तो डिस्टर्ब भइरहेको छ मलाई बोल्नलाई नि होइन। अनि ब्यारेजमा चाहिँ अहिले चाहिँ खासै पानी रहेनछ है, यता हेर्न सक्नुहुन्छ होइन। हल्का त्यो उनै टापुहरू नै देखिरहेछ कि यो बर्खा टाइममा चाहिँ यो कम्प्लिटली छोप्छ है। ल त्यही हो, एकछिन चिसो खान्छु, देन ब्याक टु होइन के भन्छ जनकपुर। साथीहरू निस्केको है। अब यहाँबाट गुगलमा हेरेको अझै 3 घन्टा देखाउँछ होइन। अब कति टाइम लाग्छ थाहा छैन पुग्नलाई, गर्मीले
हैरान भइसकेँ म, हैरान। आज त भात नै खाएको छैन यार। बिहान त्यो बेतनामा चाउमिन खाएको थिएँ, त्यसले गर्दा भोक नै लागे जस्तो भएको छैन है अहिलेसम्म। 3:45 भइसक्यो। चाउमिनको भरमा हिँडिरहेको छु ल अहिलेसम्म। यहाँ भर्खर एउटा फ्रुटी र पानी खाएँ है, 50 रुपियाँको। त्यति हो ल आजको। अघि मैले 1000 को तेल नै हालेको छु है साथीहरू घरानमा। अघि भन्न बिर्सेँ है, 1000 को तेल गछ। बाटो चाहिँ यहाँदेखि राम्रो होस्, राम्रो भयो भनेदेखि चाहिँ 8 बजे भित्रमा पुगिन्छ। बाटो बिग्रेको रहेछ भनेदेखि अब कति टाइम लाग्छ त्यो मलाई पनि थाहा छैन। फेरि यता यत्रो स्पेस छ, खेती गर्न मिल्ने हो कि होइन यो यत्तिकै राख्ने हो कि? तर खेती त मिल्दैन होला, बर्खामा त पानी पुरै भर्छ जस्तो छ। अहिले त पुरै भरिरहेछ यार। यत्रो स्पेस हेर, खेर गएर यता चाहिँ खेती गर्दो रहेछ, यता चाहिँ त्यसै छ है खालि। ल साथीहरू, बाटो सुरु भयो। बाटो सबै ठिक होस् भन्ने होप गर्दै आएको। मासला यस्तो रहेछ यार बाटो चाहिँ। ठ्याक्कै के भन्छ, इतहरीदेखि कञ्चरपुरसम्म चाहिँ अब 50-60 किलोमिटर चाहिँ राम्रै रहेछ बाटो होइन। अब यता चाहिँ पुरै खन्या जस्तो छ, जहाँसम्म देखाएको छ सब यस्तै ताल छ। अब यस्तो भयो भनेदेखि चाहिँ अब जनकपुर कति बजे पुगिन्छ थाहा छैन है मलाई चाहिँ। लु गाह्रो हुने भयो, दुःख पाउने भयो। ल अघिको धुलो बाटो भनेको त त्यो जस्ट 4-5 किलोमिटर रहेछ होइन। यताको चाहिँ फेरि पिच भइसकेको रहेछ, 1 लेन है। यताको लेन चाहिँ बाँकी नै रहेछ, यताको चाहिँ जेहोस् भइसकेको छ होइन। अब कहाँसम्म छ त्यो चाहिँ थाहा भएन है, तर धेरै त छैन जस्तो लाग्यो। उहाँ पारी नै मैले धुलो उडेको देखिसकेँ। ओके, रोड अपडेट कन्टिन्यू गर्नु पर्दाखेरि चाहिँ कुनै ठाउँमा पुरानै पिच रोड छ, कुनै ठाउँमा नयाँ पिच रोड छ, कुनै ठाउँमा खाल्टाखुल्ती छ है। बट अहिलेसम्मको यात्रामा चाहिँ त्यो इतहरीबाट झापा जति खत्तम छ त्यो लेभलको खत्तम चाहिँ छैन है। किनकि ठाउँ ठाउँमा चाहिँ लामै पिच आउँछ के। खाल्टाखुल्ती भएको ठाउँमा खाल्टाखुल्ती नै छ होइन, पिच भएको ठाउँमा राम्रै पिचै छ है यता चाहिँ। कल्याणपुर आइपुग्यो ल। कल्याणपुर बाटोको हालत के गर्छु? यो पूर्वतिर आउँदा चाहिँ विचार गर्नुहोस् है साथीहरू। यो पूर्वी एरियाको मान्छेहरूलाई साधन चलाउने ढङ्ग कसैलाई नै छैन है। न सिटी सफारीलाई छ, न बाइकवालालाई छ, न गाडीलाई। मन लाग्यो कि जहाँबाट नि मोड्या छ, जहाँबाट नि बाटो क्रस गर्दा छ, साइड लाइट यताउति केहीको बाल छैन र यो ठाउँको मान्छेहरूलाई। यिनीहरूको कारणले अरूलाई दुःख हुनसक्छ है। सो विचार गरौँ यो पूर्वतिर आउँदाखेरि चाहिँ यो ट्राफिक रुल चाहिँ केही फलो नगर्ने रहेछ। लेन सेल नि बाल छैन, आउने बाटो गइरहेछ, जाने बाटो आइरहेछ है। स्पेसल्ली इतहरी भन्दा माथितिर है। ल बल्ल लाहान आइपुग्यो है। लाहान सिराहाको लाहान, सिराहा कि के हो साँच्ची बिर्स्यो, सिराहा लाहान जस्तो लाग्थ्यो। अलिकति यता आएको भए चाहिँ खाजा खाने ठाउँहरू टन्नै रहेछ। अघि उता कस्तो ठाउँमा खाइयो, 200 रुपियाँको खाजा खाइयो है साथीहरू। अघि मासु र चिउरा भुजा खाएको थिएँ है। काम पसलहरू भनेको जस्तो अलि चिटिक्क परेको सफा तरिकाको आनन्दले बस्छु टाइपको त ल एक ठाउँमा छैन ल। सप्तरीदेखि सप्तरी भन्छ सप्तकोशीदेखि। सो यो बाटोमा हिँड्न चाहिँ अलि कठिन नै छ है, गाह्रो रहेछ यार। बाटो यस्तो छ कि तालमेरी, ठाउँ ठाउँमा पिच छ, ठाउँ ठाउँमा यस्तो छ है। अघि उता त ठिकै थियो, यता आएपछि झन्झन खत्तम हुँदै आएको छ है बाटो चाहिँ। धुलो उति नै उडाएको छ यार ठुल्ठुलो गाडीहरूले। 6 बजेको छ साथीहरू। मेरो यात्रा अझै बाँकी छ 2-2.5 घन्टाको है। बाटो यतिकै भइराख्यो भनेदेखि त टाइम अलि चाँडै पुगिन्छ होइन। अब बाटो उता खराब रहेछ भनेदेखि चाहिँ भन्न सकिन्न।
जस मेरो आजको टार्गेट भनेको चाहिँ अब जनकपुर त्यो नाइट भ्यू अलि छुट्टै किसिमको देखिन्छ नि त बत्ती सत्ती बाल्ने यताउति के त्यो हेर्ने प्लान हो होइन अब कतिखेर पुगिन्छ भन्ने नै ठेगान भएन के यतिकै बाटो उठ्दैसम्म भइदिए त हेर्न पाइन्छ होला सायद ढिलो पुग्यो भनेदेखि त ठगाइले नि मार्छ अनि प्लस त्यो अब होटेल सोटेल नै अब ढिलोसम्म खोल्दैन नि त त्यो भएर चाहिँ खै के हुन्छ लेट्स सी है ल बाटो चाहिँ यहाँबाट जहाँसम्म देखेको छ पिच स्ट्रेट ल साथीहरू लाहानदेखि चाहिँ बाटो ठिक छ जस्तो छ है लाहानबाट म 10-15 किलोमिटर आइसकेँ होइन एकरो बाटो चाहिँ यस्तै छ है पुरै तर यताको बाटो नि कम्प्लिट भइसकेको छ तर यताको साइडमा चाहिँ गुड्न दिएको छैन सबै यतैबाट छ क्या आउने जाने होइन किन त्यो चाहिँ थाहा छैन बाटो चाहिँ कम्प्लिट भइसकेको छ त्यही हो बाटो चाहिँ अहिले चाहिँ बब्बालै छ है ल उतादेखि लाहानदेखि चाहिँ अब कहाँसम्म छ चाहिँ थाहा भएन अब कतै बिग्रेको ठाउँ आयो भनेदेखि म तपाईँहरूलाई फेरि भन्नेछु है यो चाहिँ सिराहाको गोल बजार हो है साथीहरू ठुलो रहेछ यार आँप साँप पनि बेच्न राखेको छ यार सिधै घर फर्किने भएको भए त आँप लग्न हुन्थ्यो घरको लागि है यता खरबुजा नि रहेछ यार के गर्नु आज जानकी मन्दिर जाने प्लान छ त्यही भएर लगिएन नत्र घरको बाल बच्चा मक्ख हुन्थ्यो नि अनि सनसेट हेर्नु न क्या दामी देखिरहेको छ के गोल्डेन ओके साथीहरू स्वागत छ तपाईँहरू सबैलाई मिर्चया बजारमा अब जिल्ला चाहिँ कुन हो आई डोन्ट नो सिराहामा नि टन्नै ठुल्ठुलो बजारहरू रहेछ यार लाहान गोल बजार नि ठुलै छ यो मिर्चया नि ठुलै छ टन्नै रहेछ ल बजार चाहिँ ठुल्ठुलो यता रोड अपडेट गाइड्स मिर्चयादेखि फेरि पनि धुलोमय बाटो सुरु भएको छ भन्न लागेको के मात्रै थिएँ पिच रोड आएछ है ल थ्याङ्क यू ल साथीहरू यहाँ एक ठाउँमा बिचमा रोकेर बसेको छ है अब बाँकी छ लगभग गुगल म्याप अनुसार चाहिँ 1 घन्टाको यात्रा अझै छ 7 बजिसक्यो होइन अब गुगल म्याप अनुसार चाहिँ 8 बजे पुग्छु कि होइन अब ठगाइसकेर लाग्यो भने बिचमा बस्यो भनेदेखि 8:30 भित्रमा चाहिँ पुगिन्छ होला ल अँधेरो हुन थालिसक्यो अहिले त्यही है ल अपडेट कता आइपुग्यो के आइडिया छैन है साथीहरू आई थिङ्क महेन्द्रनगर आइपुग्न लाग्यो होला अनि अघि एकजना मान्छेलाई सोधे अनुसार चाहिँ अब 15-20 मिनटमा चाहिँ पुग्छ कि जस्तो कुरो थियो होइन लेट्स सी के हुन्छ ठ्याक्कै 8 बजेको छ 8:00 भएको छ टाइम ओके गाइस यो देखिरहेको बजार भन्ने कि अब के भने यो चाहिँ महेन्द्रनगर हो है पूर्वको जो धनुषाको महेन्द्रनगर मैले त महेन्द्रनगर भनेको पश्चिमतिर भन्न थालेको यता पो रहेछ यार भनेपछि पश्चिमतिर चाहिँ के रहेछ कुन नगर रहेछ कन्फ्युज्ड ल इफ समन कसैलाई थाहा छ भनेदेखि त्यसो भनिदिनु त मलाई बाबा जनकपुरमा नि खतरा भाट बत्ती रहेछ त यार ल झिलिमिली ल फाइनल्ली अब चाहिँ जनकपुर प्रवेश गरिँदै जस्तो छ है धनुष भिडियोमा देखाएको छ कि छैन राम भगवानले पुरा तीर तागेर बस्नु भएको छ है खतरा स्ट्याचु बनाएको हो ल धनुषको नाइस अघि दिउँसो धरानबाट हिँड्ने बेलामा धरानबाट ठ्याक्कै बसेर धरान त्यो जानकी मन्दिर गुगल म्याप गरेको 189 किलोमिटर देखाएको थियो कि अहिले अनि त्यहीँबाट मैले चाहिँ ट्रिप सेट गरेको थिएँ 0मा होइन अहिले यहाँ 201 किलोमिटर गुडिसक्यो र पनि आएको छैन के को गेट हो आमा खतरा गेट छ त यार यहाँ ल यता लेफ्ट राइट के भन्थ्यो यार कता हो ल 1 मिनट लाग्छ रे साथीहरू 1 मिनट फर्स्ट टाइम है मेरो चाहिँ फर्स्ट टाइम हो यो जानकी मन्दिर चाहिँ होइन सो फर्स्ट टाइम भनेपछि एक्साइटमेन्ट त अब कुन लेभलको होला तपाईँहरू आफै गेस गर्नुहोस् होइन सो वेयर इज द टेम्पल जानकी मन्दिर हेर्नुहोस् यहाँ अगाडि छ है साथीहरू फाइनल्ली वी आर इन जानकी मन्दिर अब
अब यहाँ जानुभन्दा अगाडि पहिला बस्ने ठाउँको व्यवस्था गर्नु पर्यो। खतरै भेट ल लाइट हेर न लाइट ल सक्छ त कसैले सक्दैन नि फेरि पुरै बाटै जाम ल तार तागेर हिँडिरहेछ जेनेरेटर यहाँ रहेछ डुलाको गाडी होला यो चाहिँ ल जिन्दगी नछिरेको नबसेको होटेलमा आज बस्ने भयो है फर्स्ट टाइम। यस्तो दामी छ कि रुम है म देखाउँछु है उता नि यस्तो दामी छ कि बाबा ल्याउनु न रुम खतरा कि बाथरुम नि हेरौँ है बाथरुम नि दामी नै रहेछ ल जे होस् जिन्दगी नबसेको रुममा आज बस्ने भयो। यो ट्रिपभरिकै सबैभन्दा महँगो होटेल चाहिँ आजकै हो जम्मा नत्र 2000 भन्दा माथि तिरेको थिएन। अनि यता माथि मन्दिर वरिपरि खोजेको रुमै पाएन कि काहीँ नि सायद प्याक होला सबै ठाउँ प्याक नै भने मान्छे धेरै आएको कि के हो आज पनि सो अलिकति तल आएको अनि यो ठाउँमा भेट्यौँ बसियो है। अनि टाइम नै साह्रै नहुन लागिसक्यो अब फेरि अर्को ठाउँमा खोज्न कि टाइम भएन है त्यही भएर चाहिँ यतै बस्नु भयो। जस पैसा वसुल टाइपको रुम छ। अब यहाँ एकछिन फ्रेस हुन्छ फ्रेस भएर चाहिँ बाहिर एकछिन निस्किन्छ है त। ओके यहाँ भन्दा बाहिर चाहिँ बाल्कनी छ है यो रुमको बाल्कनी हेरौँ यस्तो टाइपको छ ल होटेलै हो। बाइक चाहिँ त्यहीँ बाहिरै रहेछ कि फेरि यत्रो होटेलमा होइन बाइकभित्र राख्ने सिस्टम चाहिँ रहेनछ कि बाहिर छ लक लाग्छ उनीहरूकै अन्डरमा हुन्छ अरे।